नमस्कार, तपाईलाई हार्दिक स्वागत छ। म उत्प्रेरक, लेखक तथा प्रशिक्षक रामप्रसाद खरेल। यो भिडियो नेता र नेतृत्वको भाग 2 हो। यस भागमा हामी नेता हुन विकास गर्नुपर्ने गुणहरूका विषयमा अध्ययन गर्नेछौँ। प्रवेश गरौँ विषय वस्तुतर्फ। नेतामा हुनुपर्ने गुणहरू के हुन्? एक महान नेतामा कस्ता गुणहरू हुन्छन्? के कुराहरू र ज्ञानहरूको सम्मिश्रण भएपछि महान नेताको रूपमा स्थापित हुन सकिन्छ? हामी नेता बन्दैछौँ भने यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ। ती गुणहरूका बारेमा जानकारी हुनुपर्छ। तब हामी महान नेताको यात्रामा अघि बढ्न सक्दछौँ। एउटा व्यक्ति क्षणभरमा लिडर बन्न सक्दैन। लामो सङ्घर्ष पश्चात बल्ल लिडरको धरातलमा पुग्न सक्छ। निरन्तर समाजबाट सिक्दै र समाजलाई सिकाउँदै जाँदा हामी परिपक्व हुँदै जान्छौँ। हामीमा विकास भएको परिपक्वताले जिम्मेवारी र जवाफदेहिताको बोध गराउँछ। लिडर बन्न केही गुणहरूको विकास हामीले अनिवार्य रूपमा गर्नुपर्छ। हामीमा कुनै पनि कुरा फुत्त आएर पस्ने होइन, बरु त्यसलाई सिक्न, जान्न र बुझ्न निरन्तर लागिरहनु पर्दछ। नेता हुन विकास गर्नुपर्ने गुणहरू। क, नम्रता। हरेक मानिसमा नम्रता आवश्यक छ। नम्रताको योग्यता प्राप्त गर्नु भनेको सन्त गुणको प्राप्ति हो। हामीमा जब नम्रताको गुण अधिक हुन थाल्छ, त्यसपछि हामीमा सहनशीलता, धैर्यता, सृजनशीलता, बौद्धिकता र विषयप्रति भित्री तहमा पुगेर बुझ्न सक्ने क्षमताको विकास हुन्छ। नम्रताको गुण विकास गर्न थोर बोल्ने, धेरै सुन्ने गर्नुपर्दछ। हतारमा गलत निर्णय लिनु हुँदैन। ध्यानको माध्यमबाट पनि नम्रताको गुण विकास गर्न सकिन्छ। ख, स्वीकारको भावना। स्वीकारको भावना भनेको परिस्थितिसँग नभाग्ने, बरु आफू जाग्ने हो। यदि हामी लिडर बन्ने सपना देख्दैछौँ भने हामीमा स्वीकारको भावना जागृत गराउनु पर्दछ। स्वीकारको भावनाले परिस्थितिको विश्लेषण गर्न र त्यसको सामना गर्न सिकाउँछ। स्वीकारको भावना भनेको जे भयो राम्रैको लागि भयो, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने भाग्यवादी धारणा होइन। यथार्थमा उभिनु, बोल्नु र यथार्थको धरातलमा उभिएर काम गर्नु सच्चा स्वीकारोक्तिको भावना हो। हामीले हरेक विषयलाई विभिन्न कोणबाट अध्ययन गरेर यथार्थ पत्ता लगाउने प्रयास गर्दै जाँदा स्वीकारको भावनाको क्रमशः विकास हुँदै जान्छ। ग, संश्लेषण र विश्लेषणको क्षमता। नेता बन्नको लागि नहुने गुण भनेको संश्लेषण र विश्लेषण गर्ने क्षमता हो। लिडरको अगाडि पछाडि सधैँ हरेक समय चुनौती र अवसरहरू हुन्छन्। तिनलाई बुझ्न सक्नुपर्दछ। आवश्यकता अनुसार विषयलाई सारांश गर्न र व्याख्या गर्न अनिवार्य रूपमा जान्नुपर्दछ लिडरले। यसका लागि हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पढ्ने, लेख्ने गर्दै त्यसबारे आफ्नो धारणाहरू तय गर्नुपर्दछ। लेखहरू लेख्ने र प्रकाशन गर्ने काम गर्दै जानु पर्दछ। अर्को अर्थात् घ नम्बर, विशेष ज्ञान। विशेष ज्ञान भन्नाले कुनै खास विषयको विशेषज्ञता हो। लिडरले धेरैभन्दा प्राय सबै कुरा आधारभूत रूपमा जान्नुपर्दछ, तर आफू कुनै एक विषयमा विज्ञ हुनुपर्दछ। विज्ञता बिनाको ज्ञानले सधैँ समस्यामा पार्छ। कोही पनि मानिस सबै विषयमा विज्ञ हुन सक्दैन, तर कुनै एकमा विज्ञ हुन सकिन्छ। खास विषय केन्द्रित अध्ययन तथा अनुसन्धान गर्नुपर्छ। जुन मूल विषयमा हामी दक्षता हासिल गर्न खोज्दैछौँ त्यसमा एकदम केन्द्रित भएर लाग्नु पर्दछ। जस्तो एकै स्थानमा 100 फिट खन्दा पानी आउँछ, तर 10-10 फिट 10 ठाउँमा खन्दा पानी आउँदैन। खन्न त 100 फिट नै खनिएको हो दुवैमा, तर एउटामा केन्द्रीकृत खनाइ छ भने अर्कोमा केन्द्रीकृत छैन। यही सिपलाई फोकस भनिन्छ। हामीले कुनै विषयको भित्री तहसम्म पुग्नु छ भने त्यसमा केन्द्रित हुनुपर्दछ। नम्बर ङ, सृजनशील। नेता सृजनशील हुनुपर्छ। यदि कसैमा सृजनशीलताको विकास भएन भने त्यो नेता बन्न सक्दैन। स्थापित कोही नेतामा सृजनशीलता छैन भने त्यो पनि नेता होइन। सृजनशीलताको विकास एकैपटक हुँदैन। साधनाले बिस्तारै मानिसलाई सृजनशील बनाउँदै जान्छ। सृजनशीलता नभएका नेताहरू सबै यथास्थितिवादी र निरङ्कुश हुन्छन्। सृजनशीलता रहित व्यक्ति डमी हो, नेता होइन। सृजनशीलताको विकास गर्न हरेक चिजलाई कसरी अझै राम्रो पार्न सकिन्छ भनेर आफूलाई प्रश्न सोधिरहनु पर्दछ र अझै राम्रो पार्ने विचार वा तरिकालाई खोजिरहनु पर्दछ। प्रश्न र खोज यी दुई कुराले हामीलाई सृजनशील बनाउँदै लैजान्छ। एउटा भाषण राम्रो भयो भनेर चित्त बुझाएर बस्नुभन्दा
अर्को भाषण अझै राम्रो कसरी बनाउने भनेर लाग्नु सृजनशीलताको साधना हो। सूचना र प्रविधिको ज्ञान। सूचना र प्रविधिको ज्ञान प्राप्त गर्न र यसको सही सदुपयोग गर्न जानिएन भने नेतृत्वमा धेरै कमी देखिनेछ। अबको समय सबै प्रविधिमा आधारित हुनेछ। जुन कुरा संसारमा विकसित हुँदै गएको प्रविधिको विकास र प्रयोगले सिद्ध गरेको छ। हामी लिडर बन्छौँ भने सूचना र प्रविधिको सिप सिक्न आवश्यक छ। इमेल, वेबसाइट, सर्च इन्जिन, सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब, टिकटक आदिको प्रयोग गर्न हामीले सिक्नुपर्छ, जसका कारण हामी पब्लिकसँग जोडिरहनेछौँ। प्रविधिको प्रयोगका लागि आफ्नो फेसबुक पेज, वेबसाइट बनाउनु पर्छ, जहाँ आफ्ना कुराहरू र गतिविधिहरू राख्नुपर्दछ। आफ्नो भाषणका भिडियोहरू आम पब्लिकमा पुर्याउन युट्युब च्यानल पनि बनाउन सकिन्छ। यस्तै अन्य प्रकारका सामाजिक सञ्जालमा पनि जोडिनुपर्छ। आफूलाई र आफ्नो विचार तथा आफ्ना कामहरूलाई ब्रान्ड गर्न प्रविधिले सहयोग पुग्छ। मिडियाहरूसँग सम्पर्कमा रहन सक्दा आफ्नो ब्रान्डको प्रचार गर्न सहज हुन्छ। नयाँ पुस्ता प्रविधि मैत्री भइरहेको बेला हामी नेता बन्न चाहनेहरूले यसबाट टाढै बस्न मिल्दैन। आजको नेता प्रविधि मैत्री नेता हुनुपर्दछ। नम्बर 6, सार्थक सक्रियता। सक्रियता होइन, सार्थक सक्रियता चाहिन्छ नेतामा। सक्रियता त सबै मानिसहरू भइरहेकै हुन्छन्। दाम्लोले बाँधेर राखेको भैँसी पनि थलामा सक्रिय नै भइरहेको हुन्छ, तर ऊ जति वर्ष सक्रिय रहे पनि थलामै बाँधिरहेको हुन्छ। नेता हुने मान्छेले कुनै पनि बन्धनमा बाँधिएर बस्नु हुँदैन। नेता हुनु वा भइसकेपछि पनि हामीमा सार्थक सक्रियताको जरुरी छ। सक्रियताले परिणाम नआउन पनि सक्छ, तर सार्थक सक्रियताले अनिवार्य राम्रो परिणाम प्रदान गर्दछ। सार्थक सक्रियतामा योजना, समय, लक्ष्य र कार्यान्वयन जस्ता पक्षहरू हुन्छन्। सार्थक सक्रियताको अभ्यासका लागि नियमित आफ्नो कामको योजना बनाउनु पर्दछ। हरेक योजना सक्ने समय निर्धारण गर्नुपर्दछ। समयमै त्यो योजना पुरा गर्दा के हुन्छ सुरुमै तय गर्नुपर्दछ र अभ्यासका लागि व्यक्तिगत तथा पारिवारिक कामहरूको पनि योजना बनाएर गर्न सकिन्छ। नम्बर ज, अभ्यास। अभ्यास कामलाई दुरुस्त बनाइराख्ने एक तरिका हो। वैज्ञानिक विधिबाट कामको अभ्यास गर्नुपर्दछ। अभ्यासले हामीलाई थाहा नपाउने गरी योग्य बनाइरहेको हुन्छ। कुनै पनि काम सुरुमा नौलो लाग्छ, सुरुमा गर्दा अप्ठ्यारो लाग्छ, तर योजनाबद्ध तरिकाले दैनिक गर्न थालियो भने त्यसैमा अभ्यस्त भइन्छ। नेताले कुनै काम सकिएन भनेर छाडिहाल्नु हुँदैन, बरु किन सकिएन भनेर कारण पत्ता लगाएर पुनः अभ्यास गर्दै जानुपर्दछ। एकैचोटिको हारमा वा असफलतामा भाग्ने मान्छे कहिल्यै लिडर हुन सक्दैन। हामी लिडर बन्ने दौडमा छौँ, त्यसैले काममा अभ्यास गरिरहनु पर्दछ। नम्बर झ, वाक कला। बोल्न होइन, सही तरिकाले प्रभावकारी रूपमा बोल्न जान्नुपर्दछ। बोल्न जानिएन भने हाम्रो राम्रो कामलाई पनि मानिसहरूले नराम्रो देख्न थाल्दछन्। नेपाली उखान छ, जिब्रो चिप्लियो भने मान्छेको मनमा वज्र पर्छ। लिडरले अरूको मनमा वज्र पार्न मिल्दैन। मानिसहरूको मनमा सकारात्मक प्रभाव चाहिँ पार्नु पर्दछ। वाक कलाको विषयमा अघिल्ला पाठमा तपाईँले विस्तृत रूपमा पढिसक्नु भएको छ। ती पाठलाई फेरि दोहोर्याउनु होला। नम्बर यहाँ, निरन्तर अध्ययन। अध्ययन मानिसको निरन्तर प्रक्रिया हो। लिडर हुन निरन्तर अध्ययन गर्नुपर्दछ। लिडर भइसकेपछि आफ्नो अध्ययनको दायरालाई झन फराकिलो पार्नु पर्दछ। अध्ययनसँगै लेखनमा पनि राम्रो दखल राख्नु पर्दछ। नम्बर ट, प्रभावकारी सञ्चार सिप। हाम्रो विचार र काम सही हुँदाहुँदै पनि सञ्चार सही तरिकाले गर्न सकिएन भने त्यसको प्रभाव हुनुपर्ने जति हुँदैन। यसैले लिडर बन्नका लागि हामीमा प्रभावकारी सञ्चार सिपको विकास गर्नुपर्छ। यसको बारेमा अघिल्ला पाठमा विस्तृत रूपमा पढिसक्नु भएको छ, फेरि दोहोर्याएर पढ्न सक्नुहुन्छ। नम्बर ठ, स्वविश्वास। म सक्छु भन्ने प्रतिबद्धता र त्यसको कार्यान्वयन नै स्वविश्वास हो। स्वविश्वासमा कमी भयो भने गर्न सक्ने काम पनि गर्न सकिँदैन। स्वविकासको वृद्धि प्रायःजसो सकारात्मक सोचबाट विकास हुन्छ। आफ्नो सोच, चिन्तन, मनन र अध्ययनले बिस्तारै स्वविश्वासको बढोत्तरी ल्याउन सकिन्छ। नम्बर ड, बहुभाषिकता। लिडर भनेको कुनै एक जाति वा भाषाको हुँदैन। लिडर मान्छेको हुन्छ।
यसैले हामीले विश्व भाषा आफ्नो देशको राष्ट्रिय तथा मातृभाषामा राम्रो दखल राख्नुपर्दछ। मानिसहरूलाई सबैभन्दा धेरै माया आफ्नो भाषा र संस्कृतिको लाग्दछ। हामीले उनीहरूकै भाषामा अलिअलि भए पनि कुरा गर्न सकियो भने त्यसले उनीहरूमा सकारात्मक प्रभाव पार्छ। फलस्वरूप उनीहरूले हामीलाई सम्मान गर्न थाल्दछन्। हामीमाथि उनीहरूको विश्वास र भरोसा बढ्दै जान्छ। लिडरको सम्पत्ति भनेकै जनताको विश्वास र भरोसा हो। जनताको भरोसा र विश्वास तोडियो भने हामी जतिसुकै सक्षम भए पनि केही अर्थ हुँदैन। उनीहरूले हाम्रो ठाउँमा अर्को विकल्प खोज्न थाल्दछन्। नम्बर 10, व्यवस्थापकीय गुण। व्यवस्थापकीय गुण व्यवस्थापकलाई मात्र होइन, लिडरलाई पनि चाहिन्छ। समय व्यवस्थापन, आर्थिक व्यवस्थापन, पारिवारिक जिम्मेवारीको व्यवस्थापन तथा आफूले नेतृत्व गरेको संस्था, पार्टी, सरकार वा व्यावसायिक संस्थाका सदस्यहरू तथा आम पब्लिकको विविध विषयको व्यवस्थापन गर्नुपर्ने हुन्छ। लिडरले आफ्नो तनाव तथा स्वास्थ्यको व्यवस्थापन पनि सफल तरिकाले गर्नुपर्ने हुन्छ। व्यवस्थापकीय गुणको विकास गर्न विचार, सिद्धान्त, योजना र समयमै काम गर्ने बानी गर्नुपर्दछ। नम्बर 8, कामको प्राथमिकता। लिडर होस् वा सामान्य कर्मचारी, उद्योगी वा लेखक, सबैले कामको प्राथमिकतालाई निर्धारण गरेर अघि बढ्नुपर्दछ। जीवनमा गर्नुपर्ने धेरै कामहरू हुन्छन्। तीमध्ये कुन काम पहिले गर्ने, कुन समयमा कस्तो काम गर्ने, कुन कामलाई कति समय दिने, यस्ता प्रश्नहरूमा आधारित भएर कामको प्राथमिकताको सूची तयार गर्नुपर्दछ। लिडरलाई नभई नहुने गुण कामको प्राथमिकता हो। हामी लिडर बन्ने प्रयास गरिरहेका छौँ। यसमा निपुण हुन अहिलेदेखि नै हामीले आफ्नो काम प्राथमिकता र आवश्यकताको आधारमा गर्नुपर्दछ। नम्बर 10, राम्रो स्वास्थ्य। स्वास्थ्य नै धन हो। यो हाम्रो समाजमा स्थापित भनाइ हो। यसैबाट प्रष्ट भइसकेको छ कि हाम्रो स्वास्थ्यमा कति ख्याल गर्नुपर्दछ भन्ने कुरा। यदि स्वास्थ्य राम्रो भएन भने हामीले सोचे जस्तो र सहज रूपमा काम गर्न सक्दैनौँ। स्वास्थ्य राम्रो भएमा त्यसको चमक अनुहारमा पनि आउँछ। लिडर हुने क्रमदेखि नै हामीले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउनु पर्दछ। मानसिक तथा शारीरिक रूपमा नै हाम्रो स्वास्थ्य ठिक हुनुपर्छ। यसका लागि सन्तुलित खानपान, सदाचारयुक्त जीवनशैली, ध्यान, योग, प्राणायाम तथा विभिन्न प्रकारका व्यायामहरू नियमित रूपमा गर्नुपर्ने हुन्छ। ध्यान, योग, प्राणायाम तथा विभिन्न प्रकारका व्यायामहरू पहिले तालिमप्राप्त प्रशिक्षकहरूबाट सिकेर गर्नुपर्छ। पछि घरमै एक्लै वा परिवारका साथमा पनि गर्न सकिन्छ। नम्बर 6, भावना। भावना मान्छेको भित्री तहको कुरा हो। तर्कभन्दा बढी प्रभावी हुन्छ मान्छेको भावना। एक असल र महान लिडरसँग सकारात्मक भावना हुन्छ र हुनुपर्छ। प्रेम, करुणा र सद्भाव नेताका गुणहरू हुन्। असल भावनाबाट मात्र प्रेम, करुणा र सद्भाव जन्मन्छन्। सकारात्मक भावनाको विकासका लागि हरेक दिन मान्छेका कुरा मनदेखि सुन्ने गर्नुहोस्। जनताका समस्यालाई आफै महसुस गरेर समाधानका रचनात्मक उपायहरूको खोजी गर्नुहोस्। आफ्नो कोणबाट मात्र होइन, जनताको कोणबाट पनि हेर्ने गर्नुहोस्। यस्तो गर्नाले जनतासँग सामिप्य बढ्ने मात्र हुँदैन, आफैमा सकारात्मक भावनाको विकास पनि हुन्छ। यो भिडियोमा हामीले नेता हुन विकास गर्नुपर्ने गुणहरूको बारेमा अध्ययन गऱ्यौँ। यसको बाँकी विषय भाग 3 मा चर्चा गर्नेछौँ। प्रतिक्रियाको अपेक्षासहित म बिदा हुन्छु। नमस्कार, धन्यवाद।